घोषणापत्रमा छ। यदि हुम्ली जनताले पत्याए र नेपाली काङ्ग्रेसलाई विश्वास गरे, जयपतिलाई विश्वास गरे भने हुम्लाको हामीले हाम्रा अग्रज नेताहरूले देखेका सपनाहरू केन्द्रीय विद्युत प्रसारण लाइनदेखि लिएर अनि त्यसपछि यो हिल्सा सिमीकोट त्रिदेशीय मार्ग ब्ल्याकटपदेखि लिएर हाम्रो यो सिमीकोट हवाई मैदान स्तर वृद्धिदेखि लिएर हामी महत्त्वपूर्ण कार्यमा मेरो अग्रणी भूमिका रहनेछ। विशेष गरी यहाँको घोषणापत्र हाम्रो घोषणापत्र बन्नै छ। नबन्दै मैले कामहरू अधुरा कामहरू मेरो पुरा गर्ने मेरो प्रतिबद्धता छ र नेपालमा जुन व्यथिति विसङ्गति छ यसलाई कसरी प्रजातन्त्रलाई स्थायित्व गर्ने, लोकतन्त्रलाई स्थायित्व गर्ने र तल्लो स्तरसम्म, गाउँ स्तरसम्म, वडा स्तरसम्म प्रजातन्त्रको गणतन्त्रको आभास कसरी पुर्याउने भन्ने मेरो लक्ष्य हो। निर्वाचनमा हाम्रा उम्मेदवारले, हाम्रा नेताले जो हुम्लाको मुहार परिवर्तन गर्ने परिकल्पना गरेका बोकेका हाम्रा अग्रज नेताले अवधारणा गरेका 5 को सिद्धान्तलाई मेरो पनि विषयमा 100% प्रयासरत रहनेछु। त्यो काम 5 बहरू 6 बहरू कार्यान्वयन गर्नका लागि।